ल केटा बाइक चाहिँ है ल पछाडिबाट नि देखाइदिउँ है अलि पानी परेर फोहोर भएको कारणले धोएको छैन जे होस् बाइक खत्रै छ है मिरर चेन्ज छ सब धुवा फाले छैन बाइकले ल नो धुवा है केटा हेलो नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला है एकचोटि म यता भित्र जान्छु म धेरै दिनपछि बाइक निकालेको यार मैले ल केटा ल बेनिली 300 सेलमा छ है मेरो बाइक सब कन्डिसन खत्रै छ एकछिन अलि माथि पुगेपछि म के अरे बाइक देखाउँछु ल केही छैन बाइकमा प्रब्लम माइलेज पनि खत्रै दिन्छ बाइकले साउन्ड पनि खत्रै छ बाइकको बाइक चाहिँ मलाई इन्स्टाग्राममा मेसेज गरिदिनु होला है ल इन्स्टाग्राम टिकटकमा नि हाल्छु म हो त्यहाँ टक्क लाएर मेसेज गरिदिनु म एकछिन भिडियो मेरो यो बाइक देखाउँछु ल केटा हो अब धेरै छैन बाइक हुने त्यही भएर मजाले चलामा त मस्तले आन्टीहरूलाई लास्टै दिक्क लाग्दो रहेछ अरे बाइकको साउन्ड सुनेर भने त ल केटा बाइक चाहिँ यही है ल पछाडिबाट नि देखाइदिउँ है अलि पानी परेर फोहोर भएको कारणले धोएको छैन जे होस् बाइक खत्रै छ है मिरर चेन्ज छ सब ग्रिपहरू क्विक थ्रोटल सब खत्रै छ बाइक ल अगाडिबाट यस्तो देख्छ ल मेन भने यसको साउन्ड सुनाइदिन्छु म एकचोटि साउन्ड खतरा छ यसको है ल माइलेज पनि खत्रै दिन्छ मेरो बाइकले यस्तो छ ल बाहिर जान लाग्यो है म त्यही भएर बाइक सेलमा छ है केटा हो अरू भने त्यही हो सब यस्तो फ्रेस छ बाइक कसम भने यार बाहिर जान लाग्यो भएर मात्रै बेच्न ला यार मादर चोत धुवा फाले छैन बाइकले ल नो धुवा है केटा एकदम फ्रेस छ केटा अहिले भनिदिरहेको छु है सर्भिस गरे अस्ति भर्खर भिडियो पनि हालेको छु पछाडिको ब्रेक प्याड नयाँ अगाडिको सब नयाँ छ ब्रेक प्याड अनि तिनीहरूले भनेको किन्नै चलाउने अनि पेट्रोल हाल्ने सक्यो प्राइसको कुरा एकदम मिलाएर दिन्छु म मेसेज गर्नु होला इन्स्टाग्राममा टिकटकमा मेसेज गर्नु होला अब यो ह्यान्डल मैले छुटेँ हो 2 पिस ह्यान्डल छुट्यो हो त्यसको लागि चाहिँ म हेरौँला यसको अहिले महँगो छ 13,000 छ यो 2 पिस ह्यान्डलको अब यो ह्यान्डल सही चाहिन्छ भने चाहिँ अलि बढाउनुपर्छ प्राइस मैले अरू भने त्यही हो ल केटा इन्स्टामा मेसेज गर्नु होला टिकटकमा हाल्छु टिकटकमा नि मेसेज गरिदिनु होला ल आजको यही हो भिडियो नै आज जान लाग्यो त्यो बेच्नु ल मैले बाइक चाहिँ होइन बाइक एकदम कन्डिसनमा छ है कस्तो माया लागेर छ बाइक बेच्दा पनि त्यो पनि केही छैन बेच्ने हो बाइक बाहिर जान लाग्यो त्यही भएर केही प्रब्लम आएर बेच्न ला होइन जे होस् बाहिर जान लाग्यो त्यही भएर बेच्न ला ल अब मजाले एकछिन राइड हान्नु मेरो बाइकमा धेरै छैन ब्रेक प्याडहरू सब नयाँ सर्भिसिङ पनि भर्खर गरे म फेरि त्यस्तो कपी केही हाल्दिनँ कि ओरिजिनल कम्पनीको भन्दा नि खतरावाला पार्ट्सहरू हाल्छु जस्तै ब्रेक प्याडहरू हो नर्मल ब्रेक प्याड त्यो नर्मल ब्रेक प्याड होइन खतरा ब्रेक प्याड हाल्छु कि मैले चाहिँ हाम्रो यो टोली सब बेनीले टोलीमा त्यही हो अलिक खतरा छ हाम्रो त कपीवाला केही पनि हाल्दैन अस्ति नै भएर मैले एउटा बेनीले मेरो लट अलि मेरो बाइक भन्दा नयाँ थियो तर कन्डिसन एकदम झुरै थियो यार इन्जिन गएको थियो त्यो बाइकको यो बाइकको छैन मैले अघि पठाएर नि देखाएँ धुवा केही पनि फाल्छ छैन एकदम बब्बाल फ्रेस छ केटा हो ल कोलाई जान्छ मेसेज गर्नु होला अब एक कुदामा यहाँ ओहो के हो यहाँ फेरि छुट्टै म नाचिरहेको रहेछ तर कस्तो माया लाउँछ यार बाइक बेच्दैन तर के गर्नु बेच्नु पर्यो है यत्रो बेर बाहिर हुन्छ त्यही भएर राख्न मन लागेन बाइक ओहो बिचमा ढुङ्गा रहेछ यार सब ब्रान्ड न्यू छ है केटा हजुर कन्डिसन चाहिँ एकदम छ खतरा छ आउनु टेस्ट राइड गर्नु अनि लग्नु पेमेन्ट गरेर रिग्रेट चाहिँ हुँदैन यो बाइक किनेर है केटा लास्टै स्मुथ भने यो बाइक जस्तो स्मुथ छैन कसम भने यार केटा यार कसम यस्तो फ्रेस छ बाइक यार है भ्यू खतरा छ केटा यहाँको चाहिँ ल कुलरहरू सब चल्छ है बाइकको केही प्रब्लम छैन केटा है त्यो चाहिँ ढुक्क हो अरू भने त्यस्तै हो खतरै छ बाइकको कन्डिसन चाहिँ है पेट्रोल हाल्ने हो अनलाइन हुन्छ अरे त प्योर पेट्रोल हो नि प्योर छामिने ल्याक भएको छ यार पेट्रोल पनि हाल्यो केटा हो ट्याक लगाएर अब बौद्ध जम्प यताबाट चाकु है केटा यताबाट चाकु यता उता राइटबाट बौद्ध कोकालाई थाहा छैन मैले भन्दा मात्रै है रिमाइन्ड गरिदिएको है केटा फेरि उल्टो बाटो जाँदा तिमीहरू पेट्रोल फुल देखाएको थिएन आधी थियो पेट्रोल फुल देखाइदिएर उडाइदिउँ उडेन यार अग्नि त उडेको थियो यार उडेन यार मादर चो चलो 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 चलो
यहाँको बाटो नि लाउने बनायो त ल हो यतिको भने चाहिँ ठिकै छ ल शनिबार त मान्छे त लास्टै धेरै आउने कि यार केटा फुटबल हान्नु छ चुनी खेलमा पड्काउन देखाउन आउने सबै त्यही हो देखाउन पड्काउन त्यही हो केटा हजुरको ट्यामालाई साउन्ड सुनाइदिनु त ओहो अनि 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 वान पिस भने त मैले साउन्डे बाइक ओहो वाइट ओहो केटा मेरो बाइकको साउन्ड राम्रो छ कि त्यो अगाडि बाइकको साउन्ड राम्रो छ ट्यावाला कि भवाला साउन्ड राम्रो लाग्छ केटा हो त्यस्तोवाला साउन्ड के हो मेरो ढवाला कस्तो खतरा छ नि मेरो ल केटाहरूलाई आजलाई यदि नै केटाहरूलाई बाइकको बारेमा सोध्नु छ भने मलाई सिधै मेसेज इन्स्टाग्राममा टिकटकमा जुना गरिनुहुन्छ है केटाहरू एकदम फ्रेस छ म ठग्नु मन छैन मलाई जे हो त्यो भनेर बेचिदिने मान्छे हो म चाहिँ केटाहरू कोलाई बेनिली 300 TNT मा चाहिएको छ मलाई मेसेज गर्नु होला ल आजको लागि यति नै धन्यवाद बाई बाई सी यू टाटा